दर्शकवृन्दहरू, कथा भन्ने क्रममा अहिले किराँती दन्ते कथा युमा धर्म यो कथालाई इमानसिंह चेम्जोङज्यूले सङ्कलन गर्नुभएको हो। उबाहाङका पिताको नाउँ लासाहाङ थियो। उनका कान्छा भाइको नाउँ चाङबाहाङ थियो। लासाहाङको राजधानी उपाजोङमा थियो। उनलाई उपाजोङका मानिसहरू लाङदरमा राजा भन्दथे। यी राजा निकै धार्मिक थिए। उनी आफ्ना प्रजालाई एक सर्वशक्तिमान आत्माको पूजा गर्न सिकाउँथे। यो सभ्यता चीन देशबाट आएको थियो। चीनकी महारानी सुएन्नो सुनहाङमाको आदेश बमोजिम यो मत उपाजोङमा पनि प्रचार गरिएको थियो। यस मतलाई युमा धर्म भन्दथे। उबाहाङ र चाङवाहाङ बालक छँदै उपाजोङ राजधानीमा धर्मका विषयमा गडबडी चलेको थियो। उपाजोङका एकजना विद्वान मानिस देश भ्रमण गर्दै भारत देशको प्रसिद्ध विद्यापीठहरूमा धर्मको अध्ययन गरेर उपाजोङ फिरेका थिए। उनी बौद्ध थिए। ती विद्वान मानिसलाई थोन्सी साम्बोटा भन्दथे। उनैका चेला लालुङ पालदोरले बिस्तारै बिस्तारै बौद्ध मतको प्रचार गरी उपाजोङका निकै मानिसहरूलाई आफ्नो शिष्य बनाइसकेका थिए। लासाहाङ राजाको भनाइ थियो कि धर्म भनेको एउटा देशको सभ्यता सिवाय अरू केही होइन। उपाजोङमा आफ्नै देशको सभ्यता हुँदाहुँदै अर्को देशको सभ्यताको प्रचार हुन लाग्यो भने प्रजामा फुट पैदा भई एकता रहँदैन। देशमा लडाईँ झगडा बढ्न गए शासन व्यवस्थामा शान्ति स्थापना गर्ने भार बढ्दछ। प्रजालाई ऐन बमोजिम दण्ड सजाय मात्र दिइरहे सारा प्रजा असन्तुष्ट भई शासन विरोधी भावना उम्रने आशंका हुन जान्छ। तसर्थ सुरुमा नै देशमा अशान्ति उठ्ने बाटो छेकिहाल्नु पर्दछ। यसले भविष्यमा देशको कल्याण हुनेछ। लासाहाङले लालुङपालदोर लामालाई आफ्नो सामुन्ने हाजिर गराए। राजाले उनलाई धेरै कुराको प्रमाण दिई आफ्नो देशको सभ्यताको कदर गर्नु तथा अरूका सभ्यताप्रति सम्मान राख्नु सभ्य मानिसको कर्तव्य हो भनी सम्झाए। तर लालुङपालदोरले आफ्नो बाटो छोडेनन्। उनी भन्दथे हिंसा नगर्नु ठुलो धर्म हो। राजाले भने अहिंसा परम धर्म हो भनी म पनि मान्दछु। तर न्याय र अन्यायको समस्या खडा भए यस सद्विचारको रूप पनि अर्कै हुन जान्छ। न्यायमा हिंसा भएको अधर्म भन्न सकिन्न। अपराधीलाई दण्ड दिने हिंसा होइन, त्यो पाप ठहर्दैन। लालुङपालदोरले भन्यो, त्यसो भए देशको राजाले दोषी व्यक्तिहरूलाई प्राणदण्ड दिएमा केही पाप लाग्दैन। राजाले भने दोषी व्यक्तिलाई प्राणदण्ड दिने काम परेमा त्यस राजाले प्राणदण्ड दिएको ठहर्दैन, बरु ऐनले प्राणदण्ड दिएको ठहर्छ। तसर्थ राजालाई पाप लाग्ने कुराको प्रश्न नै उठ्दैन। राजा त एउटा साधारण मानिस हो। राजाले पनि अन्यायमा कसैलाई प्राणदण्ड दिए भने उनीमाथि रहेका सर्वशक्तिमान ईश्वरले उनीमाथि पनि निसाफ गर्नेछन्। लालुङपालदोरले भने ग्यागर देशका राजकुमार शाक्य मुनिले जगतका यी सबै कुरामाथि विचार गरी सबै सुख दुःख, न्याय अन्याय, कर्तव्य सबैको त्याग गरी खाली मनुष्य जातिलाई दुःखबाट मुक्त गर्ने उपाय मात्र गरेको कथा छ। मानिस जन्मेपछि मर्नै पर्छ। तसर्थ आफ्नो जीवनकालमा अहिंसाकै बाटो पहिल्याए आफू र अरूलाई पनि केही न केही मद्दत गर्न सकिन्छ। राजाले भने मौरीको पनि रानी हुन्छ। रानीले जहाँ बस्न मन गर्छ त्यहीँ बस्छ औ मौरीहरू आए उसका वरिपरि बस्छन्। रानीले पनि कस्तो जग्गामा बस्दा अरू मौरीहरूलाई सुविस्ता हुन्छ भन्ने विचार गरी त्यस्तै जग्गामा बस्नु पर्दछ। यसै प्रकार मानिस जातिमा पनि राजा भएपछि आफ्ना प्रजाको सुविस्तारको विचार गर्नुपर्दछ। प्रजामा मेलमिलाप रहेन भने उनीहरूका राजालाई अवश्यमै दुःख लाग्छ। देशमा मेलमिलाप राख्न ऐन कानुन बनाइन्छ। ऐन कानुनले बाँधिएर नै राजा र प्रजा सबै सुख शान्तिसँग बस्न सक्दछन्। यसैलाई सभ्यता पनि भनिन्छ। ग्यागर देशका राजकुमार शाक्यमुनि आफ्नो देश, राजपट, धन दौलत सबको त्याग गरी सतको खोजीमा लागे औ सिद्धि पनि प्राप्त गरे। जसलाई भगवानले जस्तो जस्तो ज्ञान बुद्धि प्रदान गरेका छन् उस्तै उस्तै किसिमले मानिस आफ्नो बाटो चल्दछन्। आफ्नो सभ्यतामा आस्था राख्नु पनि धर्म नै हो। हाम्रो मुलुकमा पनि एक सृष्टिकर्ता र सर्वशक्तिमान आत्मा अदृश्य रूपमा छँदैछ भन्ने विश्वास छ। तन मन धनले उनैको पूजा गर्नु तथा उनका नाममा कुनै किसिमको बलि नगरी अर्थात् अहिंसावादी भई मन पवित्र राखी उनैलाई ज्ञान बुद्धिको आधार मानी साँझ बिहान सेवा भक्ति गरी शक्ति मागी परोपकार गर्नु र मनमा शान्ति प्राप्त गर्नु नै हाम्रो सभ्यता हो, धर्म हो।
जुन मानिस अथवा देश आफ्नो सभ्यता छोडी अरूको सभ्यता अपनाउन अग्रसर हुन्छ उसलाई आफ्नो संस्कृति नष्ट भएको पनि थाहा हुँदैन। तसर्थ उपाजोङको सभ्यताको हनन गर्नु हाम्रो हितको कुरा होइन। तर लालुङपाल्दोरको मन अर्कै सभ्यतामा लसिएकाले उनले राजाको शिक्षातिर ध्यानै नदिई उनै भित्रभित्रै ग्यागर देशको सभ्यता प्रचार गर्न लागे। त्यति मात्र होइन, उनी भित्रभित्रै लासाहाङ राजाको वध गरी उनले सिकाएको युमा सभ्यताको अन्त्य गर्ने अभिप्रायले उनी षड्यन्त्र पनि गर्न लागे। राजाले पनि लालुङपाल्दोरको विचार आफ्नो सभ्यतापट्टि नआएको थाहा पाई बिस्तारै बिस्तारै लालुङपाल्दोर लामाको पछि लाग्ने व्यक्तिहरूलाई सजाय दिन लागे। यसरी उपाजोङबाट बौद्ध मत हटाउन खुब कोसिस हुन लाग्यो। राजाको भित्री अभिप्राय बुझी एक दिन लालुङपाल्दोर लामाले लाहाहाङ राजासँग धर्म विषयमा फेरि छलफल गर्ने अनुमति मागे। इन ताकासम्म उनले दरबारका भारदारहरूलाई हात लिइसकेका थिए। राजाले पनि खुसी साथ लालुङपाल्दोरलाई आफ्नो बैठकमा सम्मानपूर्वक डाके। उनले सम्झेका थिए यसपाला लालुङपाल्दोरले स्वदेश तथा सभ्यताको इज्जत राखी परचक्रीको सभ्यता छोड्लान्, तर उनी आएका थिए राजाको वध गर्न। राजालाई यसको शङ्कै थिएन, कारण लालुङपाल्दोर अहिंसावादी मतका नेता थिए। लासाहाङ राजा सधैँझै आफ्नो बैठकमा बसी ढोका बन्द गरी लालुङपाल्दोरसँग धर्म विषयमा छलफल गर्दै थिए। कुरामा कुरा गल्दै जाँदा तर्कको जोसमा लालुङपाल्दोर जुरुक्क उठी चुपीझिकी लासाहाङ राजाको मुटु घसी आफू फुत्त बाहिर भागे। पछिबाट दरबारमा हल्लीखल्ली मचियो। भारदारहरू भेला भए, आपस्तमा सल्लाह गरे। धर्मको छलफलमा लालुङपाल्दोर लामाले राजाको वध गरेको देखियो। तर ती भारदारहरू सबै पाल्दोरकै मत ठिक छ भन्ने भइसकेका थिए। तसर्थ तिनीहरूले पाल्दोर लामालाई दण्ड दिने कुराको उठानै गरेनन्। लासाहाङ राजा कालगतिले परलोक भए भन्ने हल्ला देशमा प्रचार गरियो। भारदारहरूले मत गरी उपजोङको राज सिंहासन लासाहाङ राजाकी रानीलाई युमा महारानीको पदवी आरूढ गराए। देशको वास्तविक सत्ता लामाहरूको हातमा आयो। देशभरमा बौद्ध मतको प्रचार हुन लाग्यो। दुई राजपूतहरू जवान भएपछि राज सिंहासनमा कुन भाइलाई राज्याभिषेक दिने भन्ने कुराको छलफल हुन लाग्यो। लामा मन्त्रीले कान्छो चाङबाहाङलाई आफ्नो राजा निर्वाचन गरी उपजोङको राज्य सिंहासनमा राखे। जेठो उबाहाङ राजकुमारको चित्त भाँचियो। उनले आफ्नो कुल देवता युमा साम्माङको पूजा गरी सामर्थ्य मागे। देवताले उनलाई सपनामा युमा महारानीको रूपमा दर्शन दिए भने आफ्ना भाइ चाङबाङ उपजोङको राजा भयो भनी चित्त नदुखाउनु, दक्षिण दिशातिर युद्ध गर्दै जानु, जय प्राप्त हुनेछ। उबाहाङले बिहानै उठी आफ्नी आमा युमा महारानीसँग राज्यको अंशबण्डा गरिदेऊ भनी निवेदन गरे। युमा महारानीले उनलाई पैतृक अंशका रूपमा देशको उत्तरी भाग दिई सबै फौजको प्रमुख पनि बनाइदिन्। अब सबै फौजको उनलाई उबाहाङ राजा भन्न लागे। उबाहाङ राजाले आफ्नो फौज उठाई उपाजोङ राजधानीदेखि दक्षिणपट्टिका सबै ससाना राजाहरूलाई विजय गरे। उनले भने कान्छा भाइ चाङबाहाङलाई मन्त्रीवर्गले एउटा जोङको राजा निर्वाचित गरे। म आफै सामर्थ्यले 10वटा जोङको मालिक भई आफ्नो सभ्यताको प्रचार गर्छु। यस्तो दृढ विचार गरी उनले प्रथम चाम्पाजोङमा आफ्नो दखल जमाए। त्यसपछि दक्षिण दिशापट्टिका पावोजोङ, साम्यजोङ, टेङ्ग्रीजोङ, तानाकजोङ, तिङ्केजोङ, जोङखाजोङ, खाप्चाजोङ, ताप्लिङजोङ, आगेजोङ, पोमेजोङ, साखेजोङ र चेम्फुजोङ जम्मै गढहरूमा विजय प्राप्त गरी तराईको मिथिला प्रदेशसम्म हमला गरेर आफ्नो देशको सिमाना बढाए। उनले तिब्बतदेखि हिमालय पहाडका किराँत देश तथा तराईको मिथिला प्रदेशसम्म आफ्नो अधिकार जमाए। उनले युमा धर्मको प्रचारमा ठूलो काम गरे। यसै युमा धर्मलाई वर्तमान पूर्वी नेपालका किराँत जातिहरूले बुढी बजैको धर्म भनी घर घर पूजा गर्छन्। यसलाई किराँती भाषामा युमा साम्माङ पनि भनिन्छ। नेपाली भाषामा यासोकेनी महारानी बुढी बजैको धर्म भनी पूजा गर्छन्। पल्लो किराँत 5 थर थुमको यासोक गढीमा 3 सालमा एक पटक वैशाख महिनामा यो युमा धर्मको ठूलो पूजा हुन्छ। कुमायोग सिद्धिस्थानमा फलफूल धूप धुवाले पूजा हुन्छ। हिंसा कर्म चल्दैन, तर कुसायोग नामक स्थानमा विषाशय बलि दिएर पूजा गर्छन्। सालमा एक पटक यो युमा धर्मको ठूलो पूजा हुन्छ। दक्षिण दिशातिर विजय यात्रा सुरु भएको महिना भनी कार्तिक महिनामा उधौली पूजाका नामले युमा महारानी बुढी बजैको पूजा हुन्छ। फेरि मधेस तराईको विजय गर्दै काशी पुगी वहाँबाट वैशाख महिनामा
पहाड फिरेको स्मरण गरी उनै युमा महारानीको पूजा उधौली पूजा हुन्छ भनी इमानसिंह चेम्जोङले सङ्कलन गर्नुभएको किराँती दन्ते कथामा उल्लेख रहेको छ। कथा महारानी र नयाँ बच्चा